What if I told you, that you could get visible zygomatic bones, visible cheekbones, and increase your attractiveness by only doing 2 exercises के दुईटा थरीको एक्सरसाइज मात्रै गरेर दुईटा थरीको फेसियल एक्सरसाइज गरेर दुईटा मात्रै के गरेर तिमी zygomatic bones आफ्नो zygomatic bones इन्हान्स गर्न सक्छौ आफ्नो cheek bones लाई बढी भिजुअल बनाउन सक्छौ र आफ्नो अट्र्याक्टिभनेस छ नि त्यसलाई टेनफोल्ड बनाउन सक्छौ के जबदेखि मैले यो एक्सरसाइजको बारेमा थाहा पाएँ नि 2 दिन अगाडि तबदेखि म यो एक्सरसाइज गर्न लागिछु एन्ड आई हेभ नोटिस सिग्निफिकेन्ट प्रोग्रेस इन माई zygomatic bones के मेरो पनि zygomatic बोन त्यति धेरै खासै भिजिबल छैन भन्ने कुरा म एक्सेप्ट गर्छु बट स्टिल आई हेभ मेड अ सिग्निफिकेन्ट प्रोग्रेस बाई डुइङ दिस 2 एक्सरसाइज के एन्ड यु क्यान मेक सिग्निफिकेन्ट प्रोग्रेस र तिम्रो जेनेटिक्स हल्का पनि राम्रो छ भने यु क्यान गेट भिजिबल चिक बोन्स क्या यु क्यान गेट भिजिबल zygomatic bones यु क्यान गेट द्याट लाइन फ्रम हियर के हुन्छ नि त्यो काइन्ड अफ यहाँ लाइन आउँछ नि हल्का लाइटिङ भन्नु मेरो पनि देखिन्छ कि सो यहाँबाट जुन त्यो लाइन आउँछ नि यु क्यान फकिङ गेट द्याट zygomatic bones बाई डुइङ 2 एक्सरसाइज के र त्यो दुईटा एक्सरसाइज हो जाइगो पुलिङ र चिक लिफ्ट्स के यही दुईटा एक्सरसाइज गर्ने हो तिमीले र सबभन्दा पहिला हामीसँग जाइगो पुसिङमा अथवा जाइगो पुलिङ उस्तै कुरा जे भने पनि सो र चिक लिफ्ट भन्ने कुरा चाहिँ जाइगो पुसिङकै बाहिरबाट गर्ने भर्सन हो कि जाइगो पुलिङ चाहिँ तिमी भित्रबाट गर्छौ भने जाइगो पुसिङ चाहिँ तिमी बाहिरबाट गर्छौ कि चिक लिफ्ट भन्ने कुरा चाहिँ तिमी बाहिरबाट गर्छौ कि बुझ्यौ नि सो म तिमीलाई कुरा बुझिहाल्छु है त सो मैले थम्बलिङ गर्ने गाइड बनाएको थियो भन्दा अगाडिको भिडियोमा सो तिमीलाई थम्बलिङ गर्न आउँदैन भने चाहिँ थम्बलिङवाला गाइड पनि हेरेर गएर थम्बलिङ इज अल्सो भेरी भेरी इम्पोर्टेन्ट सो जाइगो पुलिङ कसरी गर्ने भन्दाखेरि चाहिँ सबभन्दा पहिला हामीले पुल गर्ने हाम्रो zygomatic बोन भनेको कुन बोन हो भन्दाखेरि यहाँदेखि जुन त्यो हड्डी छ नि यो पुरा यो छेउको यो हड्डी चिक बोन भन्छ नि यसलाई दिस इज योर zygomatic बोन के यो तिम्रो zygomatic बोन हो के अब यसलाई नै हामीले बाहिर आउटवर्डतिर पुल गर्ने हो कि सो द्याट त्यो हड्डी बाहिरतिर ग्रो होस् भनेर के बुझ्यौ नि तिम्रो zygomatic बोन देखिँदैन भने चान्सेस आर दिस बोन इज डिसेस्ट के यो बोन तिम्रो बाहिर निस्किया छैन भन्ने बुझिन्छ के सो यो बोनलाई बाहिर निकाल्ने टेक्निक नै जाइगो पुसिङ हो के कसरी गर्ने भन्दाखेरि चाहिँ जाइगो बोनलाई तिमीले अब खोज्नुपर्छ कि आफ्नो मुखभित्र फर्स्ट स्टेप इज टु लोकेट योर zygomatic बोन के अब तिम्रो zygomatic बोन कहाँ छ भन्ने थाहा पाउनुपर्छ कि तिमीले अब यो कसरी थाहा पाउने भन्दाखेरि zygomatic बोन चाहिँ कहाँ हुन्छ भन्दाखेरि चाहिँ तिम्रो यो बाहिरको दाँत छ नि यो त्यो दाँत छ नि दाँतबाट तिमी हल्का लास्टको दाँतसम्म आफ्नो थम्लाई लगा आफ्नो हात साबुन पानीले धो पहिला त फोर हात नगर हात आफ्नो यहाँ दाँतको एन्डसम्म लगा दाँतको एन्डसम्म लगेपछि तिमीले यहाँनिर भित्र छिराएपछि दाँतबाट बाहिर यहाँनिर छिरायो भने चाहिँ यहाँनिर चाहिँ तिमीले आफ्नो zygomatic बोनलाई भेट्टाउँछौ के सो यहाँ दाँत त्यो तिम्रो यो दाँत हो यो तिम्रो गाला हो यो तिम्रो मुखभित्रको ठाउँ भयो दाँतबाट यहाँनिर तिम्रो थम छिरायो भने दाँत र गालाको बिचमा यो यो दाँत र यो गालाको बिचमा चाहिँ तिमीले यहाँ नगएपछि एउटा हड्डी भेट्न सक्यो त्यो नै तिम्रो zygomatic बोन हो कि अब हाम्रो गोल भनेको चाहिँ त्यो zygomatic बोनलाई ठेलेर बाहिर निकाल्नु हो क्या ओभर टाइम बुझ्यौ नि अब के गर्नु भन्दा दुवै हात आफ्नो zygomatic बोनलाई लगा आफ्नो राइटतिरको zygomatic बोन आफ्नो लेफ्टतिरको zygomatic बोन लगा त्यहाँ लगेर त्यहाँ त्यो हड्डी भएको ठाउँमा छिनाउँछौ त्यसपछि तिमी के गर्छौ भने त्यसपछि तिमी दुईवटा कुरा गर्छौ कि पहिला त तिमी डायगोनल डाइरेक्सनमा पुस गर्छौ zygomatic बोनलाई हल्का फरवर्ड पनि ल्याउने हो कि पुरै छेउमा मात्र हल्का काइन्ड अफ यो डाइरेक्सनमा ल्याउने हो कि अगाडि सो तिमीले कस्तो हेलिकप्टर आइदियो यार जान जा छिर्जा हेलिकप्टर आयो सो अब zygomatic बोनमा यसरी तिमी हात लाउँछौ त्यसपछि तिमी के गर्छौ भने डायगोनल डाइरेक्सनमा यो डाइरेक्सनमा तिमी ठेल्छौ मजाले ठेल्छौ र तिमी आफ्नो थम्बलाई हुन्छ नि तल माथि रोटेट गर्छौ के काइन्ड अफ यसरी के काइन्ड अफ मसाज गरेको रिदममा बाहिर पुस गर्दै बाहिर फोर्स लाउने अनि बाहिर एकछिन फोर्स लगाएपछि चाहिँ काइन्ड अफ यो रिदममा जाने हो के अब यसरी गरेपछि त्यसलाई भन्छ जाइगो पुसिङ के अब तिमीलाई गरेर देखाउँछु है त सबभन्दा पहिला आफ्नो zygomatic बोन खोज्ने त्यसपछि है त दिस इज जाइगो पुसिङ के जाइगो पुसिङ भन जाइगो पुलिङ भन जेसुकै भन यही हो कि तिमीले यो रिदममा गर्ने यो मसाज गर्यो भने चाहिँ तिमीले यहाँको यो फ्यासियाहरू यहाँको टिस्युहरू लुज हुन्छ कि जसले गर्दा तिम्रो यो फेसमा फरवर्ड ग्रोथ आउन झन् बढी हेल्प हुन्छ कि बुझ्यौ नि सो काइन्ड अफ यो रिदममा लाने र बाहिर पनि पुस गर्ने के यही हो जाइगो पुसिङ गर्ने भने बुझ्यौ नि तिमीले र यो गर्दाखेरि पनि तिम्रो चिन्टक पोसन भयो भने झन् राम्रो हुन्छ चिन्टक पोसन भनेको बेसिकली आफ्नो चिनलाई पुरै टकभित्र छिराएर यो पोसनलाई चाहिँ चिन्टक पोसन भन्छ कि चिन्टक पोसन भनेको हाम्रो यो म्याक्सिला हाम्रो यो फेसियल बोन्सको लागि एकदमै धेरै राम्रो पोसन हो कि सो चिन्टक पोसनमा बसेर तिमीले यो जाइगो पुसिङ गर्यो भने तिमीले झन् राम्रो रिजल्ट पाउन सक्छौ कि सो चिन्टक पोसनमा पनि बस यो जाइगो पुसिङ गरिरहेको बेला र जाइगो पुसिङ गर अब जाइगो पुसिङ कति गर्ने भन्नुला तिमी अब कति गर्ने भन्दाखेरि चाहिँ तिमी 3 मिनट गर्ने हो इफ यु आर अ बिगिनर तिमी बिगिनर हो भने तिमी दिनमा 3 मिनटबाट सुरु गर
अनि तिमी हल्का एडभान्स हुँदै गएपछि हल्का यो गर्ने बानी बसिसकेपछि चाहिँ होइन तिमी टिल फेलियर जतिखेरसम्म तिम्रो जाइगोमेटिक बोन पुरै तिमीलाई यो दुख्या फिल हुन्छ यो हड्डी दुखेको फिल हुन्छ क्या तिमीलाई होइन जबसम्म यो हड्डी तिम्रो पुरै दुख्दैन नि होइन तबसम्म गर्ने हो क्या टिल फेलियर भन्ने सुन्यो होला नि तिमीले होइन हो त्यही गर्ने हो क्या अब अर्को एक्सर्साइज छ द्याट इज चिक लिफ्ट होइन यो एकदमै धेरै सजिलो छ होइन यसको लागि के गर्ने भन्दाखेरि चाहिँ पुरा तिमी स्माइल गर्ने हो क्या यसरी मुखसुख हल्का फाडेर हुन्छ नि मजाले स्माइल गर्ने के बुझ्यौ नि होइन मजाले स्माइल गर्ने होइन यो गर्दाखेरि चाहिँ अनि मजाले स्माइल गर्दा तिमीले जाइगोमेटिक बोन यहाँ बाहिर छ नि बाहिरबाट यसलाई माथि लिफ्ट गर्ने हो क्या माथि ठेल्ने मात्रै हो क्या अनि तिमीले भित्रबाट बाहिर निकाल्यो यसरी प्रेस गर्यो भने यो चिक लिफ्ट भन्ने कुरामा चाहिँ तिमीले मजाले हाँस्ने अनि मसाज पनि गर्ने हो कि हल्का हल्का यसलाई हुन्छ नि ठेल्ने माथि ठेल्ने मात्रै होइन कि हल्का हल्का गर्ने हो बुझ्यो नि सो यति हो क्या चिक लिफ्ट भन्ने कुरो जाइगो पुलिङ गर चिक लिफ्ट गर एन्ड यु विल गेट भिजिबल जाइगोमेटिक बोन्स के होइन अब मान्छेहरूले भन्छन् जाइगो टेपिङ गर अब नेपालमा जाइगो टेपिङ गर्न त्यो हल्का गाह्रै छ कि होइन मर्निङ गरिदिनु जाइगो टेपिङ तर तिमी गर्न सक्छौ भने जाइगो टेपिङ पनि गर्न सक्छौ जाइगो टेपिङमा चाहिँ तिमी यहाँदेखि यहाँसम्म तिमी आफ्नो होइन टेप टाँच्छौ क्या मुखमा होइन तिमीले माउथ टेपिङ भन्ने सुन्यो होला नि हो मुखमा टेप लाउँछौ अनि यहाँ पनि टेप लाउँछौ क्या त्यो गऱ्यो भने चाहिँ यहाँको छालाहरू हल्का मासतिर जान्छ एन्ड यु विल गेट द्याट चिजल लुक के होइन सो तिमी जाइगो पुलिङ के अरे तिमी जाइगो टेपिङ गर्न सक्छौ भने जाइगो टेपिङ पनि गर जाइगो टेपिङ इज अल्सो भेरी भेरी बेनिफिसियल होइन अब मसँग जाइगो टेप किन्ने पैसा पनि छैन जाइगो टेप मसँग छँदा नि छैन होइन त्यही भएर चाहिँ म गर्दिनँ बट इफ यु क्यान डु इट होइन तर जाइगो पुलिङ र यो चिक लिफ्ट चाहिँ गर होइन दिस विल लाइक हेल्प योर जाइगोमेटिक बोन्स ग्रो होइन अब अर्को कुरा तिमीले गालामा बढी फ्याट छ गालामा धेरै फ्याट छ भने के गर्ने भने तिमीले भनौँला होइन सो गालामा तिम्रो पनि मेरोमा पहिला गाला चबी टाइप उठ्यो बच्चामा नि मेरो गाला हुन्छ नि चबी थियो क्या अल्ती होइन कारण गालातिर फ्याट हुन्थ्यो क्या मेरो बच्चा हुँदा होइन सो तिम्रो पनि त्यस्तै हालत छ भने तिमी सबभन्दा पहिला त बडी फ्याट लुज गर होइन तिमी टिनेजमा छौ भने म तिमीलाई कट गर भन्ने एडभाइस दिँदिनँ किनभने तिमी टिनेजमा छौ र क्यालोरी डेफिसिटमा खान्छौ भने चाहिँ यु आर स्टपिङ योर हाइट ग्रोथ होइन तिमी आफ्नो ग्रोथलाई स्टप गरिरहेको छौ बट तिमी टिनेजभन्दा बढीको एजमा तिमी टिनेजमा छौ भने कट गर्ने कुरा बिर्सिदियो होइन र तिमी टिनेजभन्दा बढी उमेरको छौ भने चाहिँ के गर भन्दाखेरि आफ्नो बडी फ्याटलाई लुज गरेर तिम्रो गालाको फ्याट हुन्छ नि जान थाल्छ क्या तिम्रो ओभरअल फ्याट भनेको तिम्रो ओभरअल बडीबाट जाने हो तिम्रो गालाबाट मात्रै फ्याट जाने भन्ने कुरो हुँदैन क्या सो तिमी ओभरअल बडी फ्याट लुज गर्नेमा फोकस गर क्यालोरी डेफिसिटमा खाऊ होइन एन्ड यु विल लुज फ्याट एन्ड यु विल लुज फेस फ्याट एज वेल फेस फ्याट छ भने त्यो गर फेस फ्याट छ भने तिम्रो जाइगोमेटिक बोन्सहरू भए पनि देखिने बेला छैन क्या सो फेस फ्याट पनि तिमी ध्यान देऊ होइन सिम्पली तिम्रो गाला चबी छ भने फेस फ्याट लुज गर अनि टिनेज इयर्समा छौ भने तिमी कट नगर है त द्याट इज इट होइन र जाइगो पुसिङ गर अनि यो चिक लिफ्ट गर होइन एन्ड इट विल सिग्निफिकेन्टली हेल्प योर जाइगोमेटिक बोन्स पप आउट के त्यति हो के धेरै गर्नै पर्दैन बुझ्यौ नि र थम्ब पुलिङहरू र अरू फेसियल एक्सर्साइजहरूको बारेमा पनि मैले भनेको छु होइन सो त्यो एक्सर्साइजहरू पनि गर जाइगो पुसिङसँगै एन्ड इट विल हेल्प योर ओभरअल फेसियल बोन्स टु ग्रो आउट के बुझ्यौ नि होइन अरू एक्सर्साइजहरू पनि गर एन्ड डु दिस एक्सर्साइज एज वेल के जाइगो पुसिङ र चिक लिफ्ट पनि गर एन्ड ग्रो आउट योर जाइगोमेटिक बोन्स है र तिमी सक्छौ भने जाइगो टेपिङ पनि गर होइन जुगाड लगाएर कहीँबाट द्याट्स इट